झिगु तजिलजी सम्पदा संस्कृति खला बला नुगु पुलागु मे नेवा ख्या थिथि बुख मनोरञ्जन यादव नेवाला इंडिजिनियस टेलिभिजन या नेवा सरोकार ज्याजुले डगलाफा जी श्री कृष्ण महर्जन पाखे लसको स्नापा आइवादनाथना थौ नेवा सरोकार ज्याजुले थजोगु विशेषण एक दु स्थानीय तह या त स्थानीय सरकार धेचंगदु स्थानीय सरकार पाखे च्यागु कक्षतकया स्थानीय शिक्षा लागू या फैगु ठगुए कठौ पाठ्यक्रम निर्माण या फैगु अवस्था दु अले थुकै त कार्यान्वयन यागु नीति नापाङ्गु नगरपालिका जुयाबिगुदु खोप नगरपालिका पाखे स्थानीय भाषा या स्थानीय पहिचान या त नेबेगु को ठ या शिक्षा नीति देखिगु शिक्षा पाठ्यक्रम देखि उन्ति छगु आयोग देखल गुगु आयोग या सदस्य सचिव रूपे जाइना दिम राजेन्द्र श्रेष्ठ बना देखदु वेकअप तयारी ना दिगु खोपया पाठ्यक्रम एक कक्षा व 6 कक्षा या पाठ्यक्रम गोजौ कोठ तयारी ना दिगु ख आ उके दुनि गोजौ ख दुचिना चंगदु तो थिथि पक्ष त क्या सला पाखिने राजेन्द्र श्रेष्ठ जी डकना बठौ जाजुले सिट जोजोलपा लस्कुस्नाबना जोजोलपा छिकपिन त करिब नीला सोलै ई बिया खोप नगरपालिका कारिडोल डेका आ खोप नगरे दुनि या शिक्षा चौकट स्थानीय भाषा स्थानीय शिक्षा स्थानीय या पाठ्यक्रम देखि बुटी भाला बिगु खण्ड त उके चाहिँ एक कक्षा 6 कक्षा छिकपिन तयारी ना दि जुल आ गुको ठाउँ बुटी थो छिकपिन डेका दिबुटी पाठ्यक्रम गजौ कठै ख दुछेका दिउ ख छिकपिन खोपया मसिका खोपया पहिचान भक्तपुरको पहिचान दिउ को ठाउँ बुटी व डेका दिउ उके गजौ ख दुछेका दिउ ख जिमियु कार्यदल ठो पाठ्यक्रम यो ना खोपको पहिचान द्या तेयुदु ओके जिन्छौ युनिट खे सुरुखे युनिट खे चाहिँ खोप नामाकरण गठे जुल खोप नामाकरण व भू बनौटो विषय खे चाहिँ जिमसँग युनिट तेयुदु अले दोस्रो खे चाहिँ यो खोप इतिहास अले तेस्रो युनिट खे चाहिँ हामी जिसँग स्थानीय जाति व्यक्तित्व जनसङ्ख्या त्या विषय तेयुदु अथे चौथो अथवा पिङ्गु खे खोपको विविध संस्कृति त्या विषय तेयुदु पाँचौं खे प्रचलित स्थानीय संस्कार खोप खे विभिन्न किसिमको संस्कार त दु वो दुठाको दु अन ओके अथे छैठौं खे स्थानीय बोलीचाली व लिपि त्या वो बोलीचाली भाषा मस्त लिसिसेन्यु किसिममा जिमसँग तेयुदु अले लिपि खे जिसँग प्रचलित लिपि व रञ्जना लिपि न कक्षा 6 लिसिसे चेउन सिन्यु रे किसिममा जिमसँग सोचेनु दु अथे खोपको कला र सम्पदा तै छौ युनिट 7 खे अले स्थानीय व्यवसाय सिप र प्रविधि खोपखे गु किसिम अन विभिन्न मन्त ज्यासना दिपि वेको पनि प्रविधि त वेको पनि ज्यासनी प्रविधि त अले व्यवसाय सिप त जिसन दुठाको दुठके अले नौखे चाहिँ जिस स्थानीय उपचार विधि त्या उपचार विधि खोपै जुइ पनि व उपचार विधि त विषयके जिसन ठुके दुठाको दु अले 10 के स्थानीय खेल अले 11 खे चाहिँ स्थानीय पर्यटन त्या थो जिउ जिन्छौ युनिट खे जिसन तो खोपको पहिचान त्या हिसाबमा जिसन तयारी नहुनु गुगु त छिकपिन तो कोर्स तयार न ल एक कक्षा चाहिँ 6 कक्षा तयार न दिल बाकी बुटी लिपलिप छिकपिन तयारी न दिजु आ एक कक्षा खै वनका एक कक्षा गु खोपैपटी पहिचाने दुनि छिकपिन भाषैपटी गन्यो खसैना दिबुटी चाहिँ कोर्स डेका दिया खोपै मसिका चाहिँ गेना पिबुटी व विधि त चाहिँ ज्यायो विधि निश्चय चाहिँ उपचार विधि व ज्यायोपट्टि रोजगार नपे सम्बन्धितपट्टि लगाइटीपट्टि सवाल चाहे वो चाहिँ पर्यटन क्षेत्र जिम्मा गजौ गठन ठेका दिया वेक अप त चाहिँ जानकारी गुगु ठाउँ बिबटी प्रस्तुति गुप्त सेकीपट्टि याना दिएको एक कक्षा त मस्त जो जस 5-6 वर्ष दुबी मस्त बुनि ख हामीपट्टि उमेर बिउपट्टि उसँग क्याच्या फैपट्टि किसिममा जिसँग चाहिँ ठुके विषय वस्तु त दुठ्याको हुटु विशेषतः वो एक कक्षा के जिसँग आठो विभिन्न सरोकारवाला वेक बिना छलफल जुक ठ जस्तै जिमसँग चाहिँ यो ठो फागुन 4 गते खोपे चाहिँ स्कुलले बङ्गाडिपी प्राध्यापक सरकारी स्कुल न निजी स्कुलले जिमसँग सटा वेक बिङे सुझाव के याना अठे फागुन 12 गते अभिभावक त नपन जिसँग चाहिँ सटा वो कार्यशाला गोष्ठी याना वेक पाखन सल्लाह एक कया अठे फागुन 18 गते शिक्षक
विशेष त सामाजिक शिक्षा बुंगी मिसी टीचर त सटावेको पिङ पाखन कार्यशाला गोष्ठी आना सुझाव त कया वे अथे मेबी विभिन्न व्यक्तित्व पाखन जिमसँग चाहिँ सल्लाह सुझाव त कयु कठ वेको बिचमा बिउ सल्लाह अनुसार जिमसँग चाहिँ यो कक्षा वो 6 कक्षा त जुन यो गु पाठ्य वस्तु त छुट्याएन अले वो विषय वस्तु छुट्याउनु ख आ वो गु छिटेदिउ ख वो एक कक्षा लागि जिमसँग चाहिँ सामान्य शब्द जस्तै खोपोको नामाकरण ढ्या चाहिँ गु जिसँग खोपो नामाकरण गठे जु ख कु गन ठो सुरुवात जु ख उके लागि विशेषतः आठो काठमाडौँ उपत्यका यो सुरुवात अनालिसिस जिमसँग चाहिँ त्यो असियानु ख अथे यो कक्षा लागि जक ढ्या चाहिँ जिमसँग चाहिँ खोपोको यो विभिन्न ठाबाट दु ओ ठाबायो ना गठे जुया दत ओ विषय खे जिसँग चाहिँ मस्त त सिने जु अथे विभिन्न कला संस्कृति व्यवसाय त वो यो कक्षा फयु किसिम जक शब्द अले वो पिक्चर अले अथे जुन मुभी त अनि केना जिसमा सिनिउ विशेष त प्रोजेक्ट वर्क बेस लर्निङ बाइ डुइङ यो मेथड अनुसार सिनिउ किसिम जिसमा वो तयार नउटु धाइले माध्यम चाहिँ खेभाजी अब बोलचाली भाइ सन्दर्भ चाहिँ गुखठले छ बोलचाल भाडाबले खोपैपट्टि नेवा भाइ चाहिँ खोपैपट्टि भाइ छेला दिजु नि गुखठ हजुर बोलचाली भाइ चाहिँ खोपै भाइ छेलजी जस्तै जिमसँग छौ युनिट युडु ठोके चाहिँ स्थानीय बोलीचाली वो लिपि रे वो असंख्य चाहिँ खोपै गु भाइ लायु ख वो भाइ त जिमसँग चाहिँ यौभा किउजी ठोके नेजा किउजी आ गुखठ खोपै जम छ भाइ लाना छ वे भाइ त चाहिँ हजुर न्यनिङ गेबुदी गठै जुइला न्यनिङ किउजी हजुर आ छिसो ठो लाना जुसिना भिन्न सिकबिन्छ लाना दिबुदी भाइ हजुर हजुर त्यो खोपे तो स्थानीय पाठ्यक्रम मर्म है स्थानीय सरकारवाला स्थानीय विषय प्रविधि स्थानीय बोलीचाली त उकास्दै आउ झिउडी मर्मै वो जुजुली स्थानीय भाषा लिपि त जिसन चाहिँ ओके जने गिजिरके आ 6 क्लास तक युपटी पाठ्यक्रम तयार नदिल हामीले चाहिँ 1 कक्षियो 6 कक्षियो तयार जुइरंगला विजय गुटी गुब्ले देखि चाहिँ सिकबिन्छ चाहिँ आ चाहिँ दे छौ छौ डेकाउनीको ठै सिक्नु योजना खल्की गठि कलेज जिसन चाहिँ ठो विषय खे मेयर जुना बनाको सल्लाह जुला अब गर्न चाहिँ सल्लाह बिउ कथा ख मेउ वर्ष खे चाहिँ 2 कक्षा वाले 7 कक्षा तयारी रे मालिला ढेकिसमा चाहिँ वेगन सल्लाह बिया दिउ ख जिमी कार्यदल पाखेन सल्लाह जुला फटिमफको जिमसन चाहिँ 2 कक्षा लिसी 5 कक्षा तक अहिले 6 7 वा 8 न आवी वर्ष जिसन चाहिँ डेकी कोशिश याउजी यदि म फटासा चाहिँ 2 कक्षा वा 6 कक्षा छौ टकी खे चाहिँ बरे यहाँ इंगी मति एना जनो दोजी आ गुगुट छिकन्छ चाहिँ ठो तयार न दिनुगा ठो कारुनी पक्ष चाहिँ छिकन्छ डेगा दिनुगा नगरपालिका धाउडु कि ठुसिन चाहिँ कारुनी मुनि रखाते छ कारुनी नि छु पहल चाहिँ आ चाहिँ खोपे दुबटी फुक्कै स्कुल थुइतो स्वीकार न कया आ चाहिँ चलेपटी अवस्था खकी गठक एकदमै जस्तै या जिम्न पर्सनली न वेको बिना अले स्कुल सञ्चालक नाम जिम्न सल्लाह जे छन् वेको बिना चाहिँ एकदमै खुसी ज्याडी ठो गु स्थानीय पाठ्यक्रम वयु वेको लेट या चाहिँ वेको प्रयोग याउ लागि चाहिँ वेको एकदमै हौसला जिम्न बियाडी दु आ वो हिसाबमा जिम्न 14 15 गते 8 हो वही 14 15 गते चाहिँ प्रत्येक स्कुले पाख वो जुन 1 कक्षा बंगीमा टीचर वो 6 कक्षा बंगीमा टीचर वेको बिना सटा अले ठुकी विजय वो डिस्ट्रिब्युसन प्रोग्राम तो प्रबोधीकरण दै ख ओके तो गेना बंगिउ तो गेना प्रयोग याउ दै विषय खे जिन चाहिँ वेको बिना प्रशिक्षण याउजी अच्छी दै डिप्टी शीर्षक वाइज दै डिबले चाहिँ कासा छौन दोजल ताले एक कक्षे बि मस्ते तोला कासा मिटगु न सेनाइ नि जी कासा भति चाहिँ इन्ट्रेस्ट जी स्थानीय कासा दैले गजो कासा त छिकिन छ ओके चाहिँ दुठेगा दि एक कक्षा खे चाहिँ जिस चाहिँ याद मन त एक कक्षा विषय के 6 कक्षाली चाहिँ जिमसँग कसी मलाई प्याड हिउडु को खोपै जके मिटिपुरी वो छौ कासा ख जस्तै वो जिन छौ पोट धाइने ठाउँ कने पोट हिसाबमा तर खोपै वो जिन नपकथि त तलना बाबला याना लु पिङुटया वो चाहिँ ठेक वाना अले ठुके छरछरा चाहिँ छौ कलरी पिलो मेखा चाहिँ मेउ कलरी पनि अचिन्तया वो भिडियो पनि बराबका न भिडियो पनि वो छौ गेम का वो जिसन गेम त्यो पनि मटियाना अले वो छु भौ कासा रै छौ दु छु भौ कासा वो चाहिँ वो जि मस्तबले जिसन भिटिन न वो कासा जिसन चाहिँ त्यो मटियाना जन दु 6 कक्षाको लागि 1 कक्षाको लागि चाहिँ जिसन चाहिँ मेउ गेम त जस्तै ठो मेहाहा प्याखल लिउपटी अथवा मिटिउपटी गेम ह्यालिया म्यालिया ढेक्टी छौ गेम दु गजोपटी खले भ
वो ह्यालिया म्यालिया ढेब्रे गेम चाहिँ आठो मस्त लहरे चुना उके चाहिँ यो मेहा प्याखा लुलु वो मिटिपति गेम क अहिले छौ चाहिँ यो आमछुया धक्का लुया धक्का डाँपुले माला मा गुलीमा सच्छीमा सच्छी गाला गा ढेकिस्यो यौपट्टि वो लेबद्ध मेहा मस्त मिटिपट्टि लाजो वो मिटियो अहिले वो मस्त चाहिँ वो उके धक्का ठेन्टेका धक्का दुने बाउनी यौपट्टि गेम खटो ठो गेम मिटिबले ठो कास मिटिबले चाहिँ भाइला निवाज नेवाजी सिक्वेन्स ठो भा चाहिँ त खेबास हिकार गाडी यानु मखु छु नेपालसी चले जो खा वो कासा मिटिबले प्रयोग गर्नु भ्याख ओहे भ्या जिसन चाहिँ ओके बर अर्थ चाहिँ ठिकीबटी जुइ एकदम ठिकी अहिले मेरो छौ इन्टु बिन्टु राजनमा धाइपट्टि छौ न गेम त वर्न छौ नेपालसी मिटि जु जिया वर्न छौ टेपट्टि मटियाना जनो ठो गुको चाहिँ कासा चाहिँ दुठेका जिल आwo चाहिँ आमछुया दुख लुया भाखा दाउपट्टि गुपट्टि खगो दु कासा सोइले चाहिँ मेमेठाना मिटु ठेनी आवे खण्डु हजुर त्यसले चाहिँ खोपै जुको ढका चाहिँ छिकपिन्छ ठुके प्रस्तुत न दिउ खल्की मेमेठाना मिटिपट्टि मखु ठुके चाहिँ के रासा यो खोपे मिटिपट्टि खोपे नापानी मिटि चलन दुपट्टि कासा त जिसन चाहिँ ठुके दुठाके जी आउ कासा मेठाना मिटु जेफु ठुके खोपे जग्गा ढेब्री मको तर खोपे नापाल चाहिँ मिट्यो जी बाजा बराजुन पालानले चाहिँ मिटिपट्टि चाहिँ कासा त जिसन ठुके चाहिँ दुठाके जी तर मिठा नै हुन्छ जस्तै जिन्जिनु काठमा चाहिँ ओठो सो कसी मलाई पाए ढेब्री ओ मिठाई मिटी मुखो खोपे जग्गा मिटी हुने राजा जो बिमल ताम्लाकारजी वे गर्न ढ्यारी उडु ठो कसी मलाई पाए ढेब्री मिठा गर्नै मिटी मरु ने ठो छिथा जग्गा मिटी ख ढ्यारी उडु आठे मेउन सायद देफु जिसमा वो खोज बिना न जुनुदु ले उखनु जुगो प्र शिक्षक त पाखा वो सलाबिउ काठन वे गयो पनि सुझाव न जिसमा चाहिँ कार्यान्वयन न जुनुदु ठो कासा जुल मेउपट्टि उपचार प्रविधिपट्टि खला हजुर चाहिँ परम्परागत उपचारपट्टि साइड सिक्वेन्स ठेका दिउ गजुपट्टि ठेका दिउ आठो खासा एकदमै त उपचार विधि ध्या व चाहिँ वैद्य बाबिसँग उपचार यही किसिममा चाहिँ होला मखु सिम्पल एकदमै जस्तै आज ठोकेको यो कक्षा त जिम्न चाहिँ छोटेहरु छ आज सेख जोरवल लासा जिसमा छेउदेखि उपरि व चिल डाकाले हलु ल डाकादेखि जी ल डाका तुनीपट्टि यहाँपट्टि सामान्य प्रविधि त जिसमा चाहिँ वो इन्ट्रोड्युसन हुँदो अब मस्तसँग चाहिँ छे ठुलो यासा जेरे किसिम छे दुपट्टि चिज त उपयोगी किसिम ठुके जिसमा चाहिँ दुठाको हुँदो छ क्लास चेउनीले चाहिँ जिसमा चाहिँ वो नाउ घाँ ढेउदो नो घाँ उके त पुदिना ढाइख थाइ मलाई वो यहाँपट्टि युज उकेपट्टि युज सुखा घेना जिसमा उके प्रयोग आउटपट्टि खोलाचा घाँ ढेउदो उके त छु घोटा प्रे ढाइथे वो खोलाचा घाँ घेना प्रयोग आउ वो लेभल अनुसार बच्चा जटिलता अढाई थपाया नै स्थानीय विकास है स्थानीय विकास है जिसमें आटाले चाहिँ खोपेले चाहिँ चाहियो भाडा देखिएपछि कुमाज्याएपछि वो चीज न ठेका दिउ खकी गजो कोठो कुमाज्याएनु दु जिसमा आ विशेष त कक्षा 6 का जिसमा जुजु दौ देखिए देखियो ओके प्रविधि जिसमा चाहिँ वो इन्ट्रोड्युसिएट हुँदो जुजु धौई विषय है ले वो मस्तेसन थापै छे चाहिँ वना धौ देखि उपरि प्रविधि त थापै सहित ठगु अले लिपा वो खोपैपट्टि सिपैपट्टि ड्यामल लास चाहिँ प्रविधि ड्यामले चाहिँ विशेषता त छुछुख जुजु धौ अन चाहिँ वो भाडाकोटा देखिपट्टि कुमाज्या मेरो छुख अले थो जी छि पुरा पुयाडी टपली वो भाटगाउँले टोपी धाई वो न खोपै यो प्रोटोखा उगे वो विषय के जिसन सुजान दु हाको पटासी वो जमी पनि पहिचान ख वो न जिसन चाहिँ उगे त प्रस्थान याउजी अरे दु मेपट्टि न उकोठा चाहिँ सिक्नु कोर्स डिजाइन न दिउजुल 1906 टकैपट्टि चाहिँ तयार न दिउजुल अछि लिपि न खन यतना दिउजुल त्यसले लिपिपट्टि गजौ कोठाले चाहिँ प्रचलित नेपाल लिपि रञ्जन लिपि न्यून लिपि रेखा तै दिउजुल उकोठा आठुके चाहिँ यो 46 तुवेला वो लिपि विषयका ठाठाको इम त चाहिँ फैमको ठाइ चाहिँ कार्यदलीपट्टि छौ सलाजुल अहिले 6 कक्षा इन्डोनेसियामा लिरहेको छ आ 6 कक्षा जिम्न तैउली चाहिँ प्रचलित लिपि हो रञ्जना लिपि उपरि वो कलिसी गेटक लेखाइ गेना ले चोइपरि ख तले एक कक्षा चाहिँ लिपिपट्टि छुनु म लिपि छु म 2 3 4 5 न दै म वो विषय के ओली पछि सोचे आउ जी ओके विषय 6 कक्षा चाहिँ दुठेका दिउजुल छ दुठेका गयो त आजको डिपाकाको इवडु छि थोइले सूचना दिगु दु इन्डिजिनस टेलिभिजन या नेवा सरकार आजको डिपालिपा अवश्य हाक्न वेको राजेन्द्र श्रेष्ठले सल्लाह पाके भनेको जे जीव तजिलजी सम्पदा संस्कृति खला बला नुगु
पुलागु मे नेवा ख्याया थिथि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगो लोमङ्का दिमते नेवाला ललितपुर महानगरपालिका कार्यालय कर वर्ष 2074 को अवसरमा भारी कर तथा जरिवाना छुटको सुनौलो अवसर चालु आवत 2074-75 को मालपोत घरजग्गा कर व्यवसाय करमा 10% छुट विगत वर्षको बाँकी बक्यौतामा नियमानुसार लाग्ने सम्पूर्ण जरिवाना मिना मालपोत घरजग्गा कर तथा व्यवसाय करको सम्पूर्ण बक्यौता रकममा पनि 10% छुट समयमै कर चुक्ता गरी मौकाको फाइदा लिनुहोस् ललितपुर महानगरपालिका राजस्व प्रशासन महाशाखा छि थोइले सुयाचना दिगदु इंडिजिनस टेलिभिजन नेवा सरकार जेजुले आखनसक जे श्री कृष्ण पाखे छिटा लस्कुस्नातना थौ प्रसंग जुनाव याचनुगदु सलबेगा चुनुख खोप नगरपालिका स्थानीय पाठ्यक्रम तयार गुदु गुगु पाठ्यक्रम तयार गुनिति छगु कार्यदल देखल ओ कार्यदल थौ ज्या करिब पु गुदु नगरपालिका त लला गुदु ठुगुसी निसेहे स्थानीय खोपया पहिचान हेबेगु खोप को पहिचान नका सफु कार्यदल तयारी आगुदु एक कक्षा छ कक्षा अले उके दुनी गजो खन्टु थिना चंगुदु रहेको विषय नाप ठुके लागु प्रभाव व थिति पक्ष टक्या सल ब्याका चुनुख वेक ठु कार्यदलीय सदस्य सचिव राजेन्द्र श्रेष्ठ लिसे आखन निनकन भाग्ने राजेन्द्र श्रेष्ठ जी आखनसको छिटा लस्कुस नाममा छि दैदिल ने कासयु ख आ चाहिँ प्रविधि ख अनवना अनेपटी मेउपटी चाहिँ लजगा नपे सम्बन्धित चाहिँ जायपटी शैलीपटी ख लिपियु ख लगाइदियो ख छि कना दिउ जुल आ ठुगुको ठाइपटी कनि झले ठुके चाहिँ भाइपटी खन अवश्य नहोइ दाबले चाहिँ आ छ कक्षा तकि छिकपिन्छ कल्पना छौको त कोर्स तयार न दिबले गुल कक्षा थेनला चाहिँ अन वपी नेवाटेसँग नेवा भए सही अर्थात खोपे वपी नेवाटेसँग खोप भए ल्याप है ताबले गुल कक्षेपटी तको छिकपिन संकल्पना ना दिउ ख आ ठोकासला पुरा भार हिसाबमा के जिसन नछ दैथे 6 युनिट जिसन चाहिँ ठो भाइ विषय गतेहरु अठे खसा मेमे युनिट खेन जस्तै आज संस्कारी विषय खेन जस्तै केटा पूजा इ ठो जंको यो प्रि शब्द न जिसन मेमे युनिट खेन दु छि खोपे युज प्रतिको शब्द त यो प्रि दु तर भाइ रिया जिसन चाहिँ अलग जिसन ठो मैना ठुके चाहिँ आ कक्षा 8 को सिरेरुङका व सामान्य खोपे भ्याल हसै जिमी प्रि छ ठोक जिमी प्रि उद्देश्य चौको ठाउँ खोप भाइ द चाहिँ नेवा भाइ यले पिन्सन लाइबिटी त अतिक्रमण ज्याउना छौं खोप भाइ चाहिँ छौको ठाउँ झन् घेरा चिरहौ ज्याउना छौं उछाकी थन चाहिँ यले लाइबिटी भाइ द हे चाहिँ प्रमुख भाषा रुपे नेवा भाइ द मान्यता ब्याउना छौंले ज्याउना छौंले ठुकेना खोप भाइ द लिंक फैबिटी छौ आधार तयार जि धासन सु पाइबो एकदमै खा मको जित लगे जो खाला अथवा यले भाइजक खंजको पेलेना चाहिँ ढिबुला वजे मान्यता माने छ नेवा समाज दुनिया खलाबले वाला अबक्सिन खट्ने छ खोप भए छि आ चाहिँ थो भाइ लाना सुन माउ रे मेउ भाइ लाना सुन माउ छौको नेवा भाइको मेउपटी भाषिकै रुपे चाहिँ थो लाना सुन माउ योको फरक मजनी खोप भाइ हो यम भाइ हेबे अब तर अब थो डोल पाइ भाइ जो लासा छ थे मतलब जला यहाँ बुला तर खोप भाइ यहाँ भाइला खोप भाषण ढासा न छिन्थु आ छिउ यम भाषण ठाको ढाइ नि सा चाहिँ खोपे जमस ठु जुइफु खोपे भाइला चाहिँ मेरा जमस ठीक ठाको ढाइ अठला खै मुखला पछि एकन लाइराइ भए ख जस्तो छिठो भाइला नाच्ने सिना चाहिँ खोप भाइला हामीले पनि चाहिँ फास्ट एकन काच काच कै अति ख जस्तै आ थिमी हो खोपे भाइ पा मलाई थिमी न पछ फास्ट जो रह्यो चाहिँ खोथिमी उटी भाषा चाहिँ अठला लगे जो रह्यो चाहिँ जिन्जिन उठो कम्पस तले खोप भाइ चाहिँ लाइभ पिन्द चाहिँ अफ युजुल अन चाहिँ अन अफ अहिले अन संस्कार संस्कृति विषय सुसिनिले जसो विस्काज नख विस्काज जात्रै विषय जिसन चाहिँ तो 8 रात 9 दिन गु लगे जु ख सुरु लिसिङ लास्ट तक विस्काज जात्रा खन सुसुजु विस्काज जात्रा किंवदन्ती त छुतु छुदु ओके जिसन छु सन्देश त जिसन कायमा ढै विषय खन जिमसन चाहिँ सेनिब्री पुरो यानु दु ठके चाहिँ तैदु अथे संस्कारी विषय खे चाहिँ नचटे थे यी यो विषय खे केटा पूजा यो विषय खे ओ मजजंगो
छु उसले छुछु चाहिँ संस्कार त डोजियो जस्तै जन्मले चाहिँ मृत्यु तक यो संस्कार थियो नेवाटे यो संस्कार त ओके उपरि चाहिँ जिसन त्यो उपरि कुरा हेर्न जस्तो आछो छौज्यू चाहिँ इन्ट्रोड्युस जिङ ल नेवाटे डिनिन चाहिँ बुद्धिज्म माने पनि हिन्दुज्म माने पनि ढ्या चाहिँ धार्मिक रूपमा विविधता दु धार्मिक विविधता दु कारण सांस्कृतिक विविधता दु ठुची चीज गेना मिलेन दिले सिक्नु ओके वो बुद्धिज्म त न आज से थो झि कार्यदलले छम सर समदि वेक बुद्धिज्म माने दि जस्तै सिद्धिरत्न साके सर वेकन बुद्धिज्म बिउ विषयके त को पाठ्यक्रम बिउ विषय वस्तु वेकन तयारी ना दिउ दु वेक जस्तै चुना कर्म वेक ढाइदु झि केटा पूजा रासा वेक चुना कर्म अले जो पंचदान सम्यक पंचदान अझ यो विषय न जिसन खोपेन जुइपरि वो जुजुली पर्व जुजुली उके न जिसन इन्ट्रोड्युस यानु दु ठिकै तले वो अलग अलग रगा पार्ट छुटे ना हेना दिउ सक्लो बक्स्याबले छन चाहिँ कन्फ्युजन लक्षण उपरि म हो के युनिटी जिसन फरक ओ त्यो टपिक फरक जी ओके विषय के संस्कारी विषय के चाहिँ हिन्दू धर्म माने विषय ठुलो खोपे माने यात्रा दु रासा बुद्ध धर्म माने विषय ठुलो धर्म थु चाहिँ संस्कार त ठो पर्व त जात्रा त माने यात्रा दु रेखिस जिसमा ओटे उकिसम त युटु अब खोप ढाडन साथ मन्टेसन कल्पना लुमंकी की न्यान्यापा ज्या दरबार लो ढाखा एकदम न्याटपो डेगो गुल्लो मंकी ठ्याक्क खोप ढाडन साथ अल संस्कारी ल्याख संस्कृति ल्याख चाहिँ बिस्का जात्रा बिस्का नख डिजिटको थै लुमंकी ठोची चाहिँ यसो चाहिँ एक कछान चाहिँ छिकपिन्छ दुठेका दिउलो दुठेको दु ओजको मको खोपे उपरि गु व्यक्तित्व एकदमै जस्तै जगत सुन्दर मल्ल लिसिकया मलाई तक गु खोपे लागि योगदान याना चोपी व्यक्तित्व विषय खेन जिसमा चाहिँ आए ठुके चाहिँ इन्ट्रोड्युस यानु दु जस्तै रामशेखर नगर्मी तेरेश्वर बाबु गंग अथे मेमे व्यक्तित्व त जिसन चाहिँ ठुके आठो काजीमान ठुके जिसन चाहिँ कक्षा 6 के काजीमान कर्मचारी हो छमसु विवेक दास उस्ताज वेकै उपरि चाहिँ जिसन वो जीवनीय जिसन बुंगे उपरि सेनटु ठुको ठाउँ चाहिँ सिक्किमसँग चाहिँ अनि व्यक्तित्व त न हेवेको ठाउँ एकदमै खोपै लागि वेगअपसँग गु योगदान बिया दिउ ख आगो जिहे गुली चाहिँ मथु ल तर 5 मिनेट मा सलायना सलाह काठन चाहिँ अथो काजीमान जुल अथो विवेक दास वेगअपनी उपरि जिसन जीवनीय जिसन चाहिँ इन्ट्रोड्युस या दिनु दुठके जगत सुन्दर मलाई यो जुल ठो नाप चाहिँ खोपैपट्टि मेउ ढामन लास चाहिँ इतिहास ख हजुर त्यसले खोप्रिङ खोपजुङ रिचिज कोठैपट्टि अनवना चाहिँ गो चाहिँ प्याखै हिसाबमा चाहिँ अन चाहिँ डियो प्याखैपट्टि न चलन दोजल विभिन्न डियो प्याखै न चलन दोजल किन्टाङ किसियो चलन दोजल ठोड्डक्को खचाइ दुटेका दिउ 6 क्लास तक थिनिबले ठोची डको चाहिँ सी ल 8 क्लास तक जो छिकिन्छ डेका दिएका 8 चुए चाहिँ डेकीपट्टि प्रावधानै मरु स्थानीय तहै के सुख गठिक 8 कक्षा तक जग डेकी प्रावधान ख वो हिसाबमा 8 कक्षा तक भित्र के यदि वो खोपेमा मजा मिठा गनाउन धासा खोपे अले वठा खोपे जुन धासा न वो उसना तुरिस अथवा मेबी उसम चाहिँ पिनेबी मन्ट होला विदा चाहिँ ठो विशेष छुदु बाउ धाता हेरासा छुदु मे धाता लासा वो चाहिँ सरर ढाफे किसिम ओ विषय के जानकारी आ गुलिन गेज भाषा खोपे उलिमसी संस्कृति र दु सम्पदा त दु यदि उसुम मस्तर के जन भाषा वो चाहिँ धाफेपरी अवस्थामा मरु ओकै त जिसन चाहिँ ठो स्थानीय पाठ्यक्रम टिबो बिरेपरी जिन चाहिँ आसेन आ गुगु ठाइपट्टि ठो शिक्षा सिक्पिन्छ डेगा दिल कोर्स तयार न दिल आ ठो कोर्स चाहिँ ते ढुङ्का आ चाहिँ खोपै संस्कृति प्रति नमुन्टे चासो चाहिँ अफया वइ हजुर नो जेनरेसन चासो तै ओटका चाहिँ ट्याछिपट्टि अवस्था आ नेपाली सन्दर्भ चाहिँ स्थानीय तह न पहिलो स्थानीय तह जुयाबिगु गुमेसिया थौपट्टि पाठ्यक्रम तयारीपट्टि खोपर नगरपालिका जुयाबिदु उके चाहिँ चाहिँ सदस्य सचिव जुया कार्यदलले चुन जाइना दिजु गजो महसुस या चुन्डु ठो चाहिँ मेब्न प्रतिक्रिया त गयो या चुन्डु थ जाइन झोले चाहिँ गजो महसुस या चुन्डु निश्चय न ठो पाठ्यक्रम देखिरु होला बौद्धिक कसौटी ढाइ ख ठोके आजसम्म कलेज न पाठ्यक्रम बुंगीमय बंगा बुंगी हिसाबमा ठो गु सेनिबले हो ठमा आफै देखिबले ला एकदमै पाउ ज्यासन पाठ्यक्रम देखिरु चाहिँ एकदमै थाकु हिथे जिस मिटिङ चुना सल्लाहना छलफलना अथो पाठ्यक्रम देखिबरी विभिन्न व्यक्तित्व जस्तै आज टियु खे चाहिँ गणेश बहादुर सिंह बेगर नाप्लाना केयु खे चाहिँ लक्ष्मण गेवाली र नाप्लाना अथे विद्यानाथ कोइराला वेको बिनाप नारायणमान बिजुक छे जु नापन ल अले विश्वमन जोशी प्राध्यापक वेको नापन नाप्ला पृथ्वीचरण वैद्य वेको गु एकदम बौद्धिक व्यक्तित्व नापन नाप्लाना जिसमा ठो
वेको पनि सल्लाह सुझाव कठं जिसन ठो तयारी कोसिस यानु ठो वेको सुझाव कठं ठोला एकदम ठाकु पाठ्यक्रम देखिरहेको छ त्यसै न आठो देखिरुङ्गा गो चाहिँ विभिन्न पाखा चाहिँ ठो बाला रेबरी चाहिँ त्यो लिचो जना जिम्तो चाहिँ एकदम खुसी लगेछु आठो खुसी सेवा न अलिबा कार्यान्वयन पक्ष सेवा माने बाकी त नि ठो चाहिँ एकदमै आठो जिम्तो सोचेनु थे ठो विद्यार्थी चाहिँ प्रोडक्ट चाहिँ ओ किसिममा उपलब्धि त बोल्ला छ जिमी एकदम खुसी छि अझै यदि सुन समस्या जुला छ हान ठुकेला पाठ्यक्रम देला लिपठंगन जुइ थे म हो सुझावको दिसं कथा केटा चेन्ज दिसं या अथवा मज परिमार्जन या दे बाकी दनी खोपैबुटी पहिचान देखागु पाठ्यक्रम देखा दिल ठुके दुनी चाहिँ 8 क्लास तक बनिउलेन येल या किफु या थिमी या मेउ छुन नगरपालिका छुन चीज दुठेमको खोपैजुगे नितान्त एकदमै खोपैजुगे नितान्त जस्तै स्थानीय नजर हैन स्थानीय पाठ्यक्रम यो मर्म देवी स्थानीय रूपमा स्थानीय सरकारवाला त्यसमा बिउ सुझाव कठ स्थानीय यो सम्पदा त त्यसमा उजागर या पनि राजेन्द्र सोशी दक्ले लिपा चाहिँ ठोगु पाठ्यक्रम तयार जौदु ठो आख बंका ठो कोर्स रुपे तया स्कुले बंका ठुके उपलब्धि सुजुइरहेका चाहिँ वडागत रूपमा हामीलाई सुझाइदिए दकबे नापाला आठो स्कुले आठो स्थानीय पाठ्यक्रम यो नाम विभिन्न विषय त बंका छौं स्कुल जस्तै म्याथ सेकेन्ड नेपाली सेकेन्ड इंग्लिश सेकेन्ड या बंका छौं आ वो चाहिँ लिखे ठो स्थानीय पाठ्यक्रम वेको सन तयारी अले ठोटे ढुंगा नि खोपयु विषय के अले खोप त माया एपी मस्त चाहिँ ठुके विकास भी अले खोपयु सम्पदा संरक्षण निमित्त अझ ठुके त ठुके टेबो बी टेब्रिज भी खास चाहिँ मटियाना छि ठन्थिङ जाइदिल थुल्मु सिखकना दिल सिक्पिन्सन छौ नमुने जाइना दिल स्थानीय तहले स्थानीय सरकार इन्टी छिटैको सुबाइ लिबि बाख्नालाई जुजुलबा ललितपुर महानगरपालिका कार्यालय कर वर्ष 2074 को अवसरमा भारी कर तथा जरिवाना छुटको सुनौलो अवसर चालू आवत 2074-75 को मालपोत घरजग्गा कर व्यवसाय करमा 10% छुट विगत वर्षको बाँकी बक्यौतामा नियमानुसार लाग्ने सम्पूर्ण जरिवाना मिना मालपोत घरजग्गा कर तथा व्यवसाय करको सम्पूर्ण बक्यौता रकममा पनि 10% छुट समयमै कर चुक्ता गरी मौकाको फाइदा लिनुहोस् ललितपुर महानगरपालिका राजस्व प्रशासन महाशाखा तजिलजी सम्पदा संस्कृति खलाबला नुगु पुलागु मे नेवा खया छिछि बुख मनोरञ्जन यादव नेवाला निया निथ सनिलया खुता त्या ताइले सुथसिया न्याता त्या ताइले हिनेसिया झिन्निता ताइले स्वेगो लोमंका दिमते नेवाला